सो हामीले लास्ट भिडियोमा टपिक 3 यानी कि डेटा टाइप्स पढेका थियौँ र त्यसलाई हामी डिटेल्समा पढेका थियौँ है। इनकेस तपाईँ प्र्याक्टिस गर्न चाहनुहुन्छ तपाईँ प्र्याक्टिस चाहिँ कपीमा गर्न सक्नुहुन्छ। कपीमा जुन हामी कोड प्र्याक्टिस गर्छौँ नि होइन, त्यसलाई हामी ड्राई कोडिङ भन्छौँ क्या, सुक्खा टाइपको कोडिङ होइन। अनि रियल कोडिङ त यसरी सी कम्पाइलर एपमा चाहिँ गर्न सक्छौँ। र जुन कमेन्टहरू थियो नि होइन, त्यो कमेन्टहरू दिइराख्नुपर्छ भन्ने छैन। तपाईँले मन लाग्यो भने दिनुहोस् र राइट ठाउँमा चाहिने ठाउँमा चाहिँ दिँदा हुन्छ, नभए कमेन्टहरू दिइराख्नु चाहिँ पर्दैन है। सो मैले सिम्पली हटाइदिएँ अनि अहिले कोड क्लियर भयो। सो मैले अब हेर्नु दिइराख्ने ठाउँमा चाहिँ दिने क्या, सिम्पली मैले के लेखिदिएँ होइन, डिक्लियरिङ द भेरिएबल्स यो 3-4टा हामीले भेरिएबल डिक्लेयर गऱ्यौँ र हामीले चाहिँ प्रिन्टिङ द भ्यालुज यानी कि हामीले भ्यालुज यहाँ प्रिन्ट गऱ्यौँ है। सो तपाईँ यो स्क्रिनसट तान्न सक्नुहुन्छ है डेटा टाइप्सको प्र्याक्टिस गर्दा चाहिँ। आज हामी यसलाई मैले सेभ पनि गरिसकेको छु भाइ। सो आज हामी नेक्स्ट टपिक पढ्नेछौँ। टपिक 4 हुनेछ हाम्रो। टपिक 4 आज हामी त्यो स्क्यानएफ र प्रिन्टएफ फङ्सन पढ्नेछौँ है। सो प्रिन्टएफ फङ्सन तपाईँले जुन यो प्रिन्टएफ के को लागि युज हुन्छ, प्रिन्ट गर्नको लागि, स्क्रिनमा आउटपुट देखाउनको लागि युज हुन्छ नि प्रिन्टएफ फङ्सन। त्यसलाई अझ थोरै हामी डिटेल्समा चाहिँ पढ्नेछौँ प्रिन्टएफ फङ्सन। त्यसको साथसाथै स्क्यानएफ फङ्सन पनि पढ्नेछौँ र त्यसको साथसाथै 1-2टा प्रब्लमहरू पनि सल्भ गर्नेछौँ है। जस्तै के भन्छ राइट द प्रोग्राम, जुन कि तपाईँको पास्ट क्वेसनमा आएको छ होइन, पास्टमा सोधेको। राइट द प्रोग्राम टु फाइन्ड एरिया अफ पोन्ड अथवा राइट द प्रोग्राम टु फाइन्ड सिम्पल इन्ट्रेस्ट, त्यस्तो टाइपको प्रब्लम पनि पढ्नेछौँ है। सो सिम्पली प्रिन्टएफ भयो। मैले आज हामी के पढ्नेछौँ त, प्रिन्टएफ पढ्नेछौँ। अनि त्यसपछि हामी स्क्यानएफ पढ्नेछौँ, स्क्यानएफको बारेमा पढ्नेछौँ र त्यसको साथसाथै हामीले एक्स्ट्रा कुरा पनि पढ्नेछौँ। सो मैले ETC दिएँ, ओके। अनि मैले बाँकी कुरा चाहिँ यहाँबाट हटाउन चाहेँ। अनि त्यसपछि सिम्पली प्रिन्टएफ चाहिँ आउटपुट देखाउनको लागि युज हुन्छ, प्रिन्ट गर्नलाई युज हुन्छ भने स्क्यानएफ चाहिँ इनपुट लिन यसलाई युज हुन्छ। यानी कि स्क्रिनमा भएको कुरालाई चाहिँ यदि कम्प्युटर मेमोरीमा सेभ गर्नु पर्यो भने स्क्यानएफको युज हुन्छ क्या। सो स्क्यानएफले सिम्पली स्क्रिनमा रहेको कुराले स्क्यान गरेर कम्प्युटर मेमोरीमा पठाउँछ है। सो त्यसको लागि होइन, सिम्पली एउटा हामीले प्रब्लम लिन चाहे। प्रब्लम सिम्पली मैले ब्याकस्ल्यास 2टा दिएँ। अनि त्यसपछि राइट अ प्रोग्राम, राइट अ यहाँ चाहिँ ब्याकस्ल्यास दिनुपर्छ, स्ल्यास भयो, यो ब्याकस्ल्यास हो, ओके। सो राइट अ प्रोग्राम टु फाइन्ड एरिया अफ पोन्ड अथवा एरिया अफ रेक्ट्याङ्गल हामी भन्न सक्छौँ, ओके। सो त्यसको लागि चाहिँ के गर्ने त, एकदम सिम्पल स्विट तरिकाले है तपाईँले के बुझ्नुपर्ने हुन्छ। प्रोग्राम जेनरली कसरी फ्लो हुन्छ, तपाईँले 11 क्लासमा पढ्नुभएको होला। कम्प्युटर कसरी काम गर्छ, सुरुमा चाहिँ इनपुट लिन्छ है, त्यसपछि त्यो इनपुटलाई के गर्छ त प्रोसेसिङ गर्छ होइन। त्यसपछि प्रोसेसिङ गरेपछि आउटपुट गर्छ। यही हामीले पढेको नि कम्प्युटरको बेसिक वर्किङ। इनपुट लिने सुरुमा, त्यसपछि प्रोसेसिङ गर्ने यानी कि क्यालकुलेसन गर्ने र बल्ल चाहिँ आउटपुट देखाउने क्या। यसरी चाहिँ हाम्रो काम हुन्छ होइन। सो सुरुमा चाहिँ फर्स्ट अफ अल मैले सी को बेसिक स्ट्रक्चर लेख्न चाहे। म सधैँ किन लेख्छु त सबै प्रोग्राममा, किनकि तपाईँलाई प्र्याक्टिस होस्, देखेर भए पनि प्र्याक्टिस होस् भन्ने कुरा हो। इन्क्लुड stdio.h भयो। अनि त्यसपछि सिम्पली यसपालि म भोइड युज गर्छु ल, भोइड फङ्सन युज गर्छु। इन्ट मैले धेरैचोटि युज गरेँ। सो फङ्सन बनाउनलाई सबभन्दा सुरुमा पहिला त हामी स्मल ब्र्याकेट दिन्छौँ र यो हामी मिड ब्र्याकेट दिन्छौँ है।
अनि यसमा चाहिँ रिटर्न 0 दिनुपर्छ त पर्दैन, किनकि यो भोइड किसिमको फङ्सन हो। भोइडको मतलब खाली, खालीको मतलब नो रिटर्न है। ओके, सो एरिया अफ रेक्ट्याङ्गलको लागि चाहिँ म प्रोग्राम बनाउन जाँदैछु। सरी। ओके, सो सिम्पली मैले पहिला फर्मुला लेखिसकेँ, एरिया इक्वल टु एल इन्टु बी। तपाईँले नोट गर्नुभयो, मैले कमेन्टमा लेखेको, यो कमेन्टमा लेखेको, यो रियल प्रोग्राम होइन, यो मैले जस्ट रफको लागि लेखेको, एरिया इक्वल टु एल इन्टु बी होइन। अब हेरौँ, एकछिन सोचौँ होइन। 10 क्लासमा यदि अथवा 8, 9, 10 यो सिम्पल क्वेसन सोधेको भए हामीलाई एलको भ्यालु दिएको हुन्थ्यो र बीको भ्यालु दिएको हुन्थ्यो है, र हामीलाई एरियाको भ्यालु पत्ता लगाउनु पर्ने हुन्थ्यो, यही त हो नि होइन। सो हामी एलमा चाहिँ इनपुट लिन्छौँ, बीमा इनपुट लिन्छौँ, र त्यसपछि हामी यो फर्मुला लगाएर चाहिँ क्यालकुलेसन गर्छौँ, प्रोसेसिङ गर्छौँ, र लास्टमा एरियालाई प्रिन्ट गरिदिन्छौँ, आउटपुट गरिदिन्छौँ, यति त हो। सो रियलमा कसरी गर्ने त, अब यता हेरौँ है। मैले के भनेको थिएँ, यो जुन हाम्रो हुन्छ नि, यसलाई तपाईँ यहाँबाट पनि लिन सक्नुहुन्छ, मतलब होइन। यो यसलाई चाहिँ हामी फङ्सनको बडी भन्छौँ, यो मेन फङ्सनको यहाँ हेर्नु, भोइड मेन है, मेन फङ्सनको नाम चाहिँ मेन हो। ओके, सो यो भित्र हामी कोड लेख्छौँ। सो सिम्पली मैले सुरुमा चाहिँ इनपुट लिनुपर्ने हुन्छ, इनपुट मैले के गरेँ त्यसको लागि है, इन्ट एल इक्वल टु मैले सपोज 3 लिए। ओके, त्यसपछि इन्ट बी इक्वल टु 2 लिए। यहाँ मैले के गरेको त, भेरिएबल असाइन्स गरेको एल र बीमा, किनकि हाम्रो यदि 10 क्लासमा 8, 9 सोधेको भए एल र बीको भ्यालु त दिएको हुन्थ्यो नि। सो सिम्पली हामी के गर्थ्यौँ, इनपुट लिइदिएको, लास्टमा चाहिँ सेकेन्डमा चाहिँ हामी प्रोसेसिङ गर्छौँ, यानि कि प्रोसेसिङको मतलब हुन्छ क्यालकुलेसन, प्रोसेसिङको मतलब हुन्छ के त, क्यालकुलेसन। एगेन यो चाहिँ मेरो कमेन्ट हो, कमेन्टमा म जे पनि लेख्न सकौँ, यसमा मिस्टेक पनि लेख्दा प्रब्लम भएन क्या, कमेन्ट हो यो मेरो। क्यालकुलेसनमा सिम्पली के गर्ने, इन्ट एरिया इक्वल टु एल इन्टु बी मैले लेखिदिएँ। अनि त्यसपछि म अब के गर्छु त, इनपुट भयो, प्रोसेसिङ भयो, आइपी, अनि लास्टमा ओ आउटपुट है, म आउटपुट गर्छु। आउटपुटको मतलब हो डिस्प्ले गर्नु, के देखाउनु, के र डिस्प्ले गर्नु है, देखाउनु होइन। सो सिम्पली म के गर्छु, प्रिन्ट एफ। अब यहाँ म प्रिन्ट एफको बारेमा कुरा गर्छु। प्रिन्ट एफको काम चाहिँ के हुन्छ त, प्रिन्ट एफको काम हुन्छ कुनै पनि कुरालाई प्रिन्ट गराउने। सो यता तपाईँले के बुझ्नु पर्ने, 3 चाहिँ एलमा गएर बस्यो, 2 चाहिँ बीमा गएर बस्यो है। ओके, अब यो लाइनमा चाहिँ के हुन्छ, यहाँ चाहिँ एलको ठाउँमा तपाईँ 3 सोच्नु र बीको ठाउँमा 2 सोच्नु। 3 र 2 मल्टिप्लाई भएर 6 भयो, र यो 6 को भ्यालु चाहिँ इक्वल टु हुँदै कहाँ गयो त, एरियामा गयो, यानि कि एरियाको भ्यालु 6 भयो। अब म जब यो प्रिन्ट एफ होइन, प्रिन्ट एफ अगेन यो इन्टिजर टाइपको हो, त्यही भएर मैले पर्सेन्ट दिइदिनु पर्ने हुन्छ, पर्सेन्ट डी, अनि कमा दिएर जब म चाहिँ एरिया लेख्छु, अनि मलाई 3 इन्टु 2 6 भनेर चाहिँ मलाई एन्सर आउँछ। तर एगेन यहाँ चाहिँ स्पेलिङ मिस्टेक, यो चाहिँ छुट्याउनै नहुने, प्रत्येक ठाउँमा सेमिकोलन छ, त्यो पनि चेक गर्नुपर्ने हुन्छ, र प्रिन्ट एफमा चाहिँ मजाले चेक गर्नुपर्ने हुन्छ है। यहाँ चाहिँ मैले रन गरेँ, मलाई स्क्रिनमा 6 आउनुपर्ने, लेट्स सी 6 आयो है, 6 आयो, प्रिन्ट भयो। हल्का अझ यसलाई चाहिँ राम्रो बनाउन सक्छौ, कसरी त, द एरिया इज पर्सेन्ट डी। सो रन गरेपछि द एरिया इज 6 भनेर चाहिँ आयो है। ओके, यता मजाले हेर्नु है। अब थोरै म केही कुराहरू चेन्ज गर्छु ल। सो मैले यहाँ एलको ठाउँमा इन्ट लेखेँ, यो बीको अगाडि इन्ट लेखेँ र एरियाको अगाडि इन्ट लेखेँ होइन, यो ठिकै हो, प्रब्लम चाहिँ भएन, एन्सर चाहिँ आउँछ। तर यो चाहिँ बेस्ट प्र्याक्टिस होइन। बेस्ट प्र्याक्टिस के हो त, सी प्रोग्रामिङमा होइन, हामीलाई चाहिँ फ्युचरमा कुन कुन भेरिएबल युज हुन्छ त्यो पहिला नै डिक्लेयर गरिदिने क्या। सो इन्ट एल डिक्लेयर गरिदिने पहिला नै,
इन्ट बी पहिला नै डिक्लेयर गरिदिने अनि एरिया पनि युज हुन्छ भने पहिला नै मैले सोचेर इन्ट एरिया भनेर पहिला नै डिक्लेयर गरिदिएँ। अब एकचोटि डिक्लेयर गरेपछि अर्कोचोटि डिक्लेयर गर्न पाइँदैन। सपोज मैले रन गरेँ भने मलाई एरर देखाउँछ है। ओके, त्यही भएर एकचोटि मैले डिक्लेयर गरिसकेपछि यहाँ चाहिँ मैले लेख्नु पर्दैन, यहाँ चाहिँ मैले लेख्नु पर्दैन, एगेन यहाँ पनि लेख्नु पर्दैन। सुरुमै सबै भेरिएबलहरू डिक्लेयर गरिदिने है। अब जब म रन गर्छु यो प्रोग्रामलाई अझ पनि मेरो प्रोग्राम रन हुन्छ है। सो द एरिया इज 6 सेम टु सेम है। ओके, सो पहिलाको पनि मिस्टेक चाहिँ होइन, तर दिस इज द बेस्ट प्र्याक्टिस इन द सी प्रोग्रामिङ है, ड्यु टु सम रिजन। ओके, अब इन्ट एल, इन्ट बी, इन्ट एरिया तिनटै इन्ट टाइपको छ भने हामी के गर्न सक्छौँ सर्टकटमा इन्ट एल कमा बी कमा एरिया एउटै लाइनमा पनि हामी गर्न सक्छौँ, यानि कि भेरिएबललाई डिक्लेयर गर्न सक्छौँ है। सो यसरी पनि मैले रन गरेँ भने मलाई प्रब्लम आउँदैन है। सो यो चाहिँ मेरो प्रोग्राम हो कि त एरिया फाइन्ड गर्नलाई, एरिया अफ रेक्ट्याङ्गल फाइन्ड गर्नलाई तपाईँले स्क्रिनसट तान्न सक्नुहुन्छ है। ओके, सो यसमा त मैले प्रिन्टको कुरा देखाएँ। अब स्क्यान एफ कति बेला युज गर्ने है, स्क्यान एफ कति बेला युज गर्ने त त्यसको लागि म यही भिडियोमा देखाउँछु। हुन त यो भिडियो थोरै लेन्थी हुँदैछ, म 15 मिनटसम्म चाहिँ लग्छु ल। सो त्यसको लागि चाहिँ मैले के गरेँ, फर्स्ट अफ अल यो स्क्रिनसट तान्नु, त्यसपछि म सिम्पली के गर्छु होइन, पुरै कोडहरू इरेज गर्छु अनि मैले सिम्पली सिलेक्ट गर्न चाहे पुरै कोड इरेज गर्न चाहे तो इरेज भयो। सो यति बेसिक कुरा हो। भोइड लेकोले मैले रिटर्न 0 लेख्नु पर्दैन, मैले सिम्पली यता गरिदिएँ। ओके, अब हामीले के गर्नुपर्ने हुन्छ है, यता हेर्नु। सुरुमा चाहिँ भेरिएबल डिक्लेयर गर्नुपर्ने हुन्छ। सो मैले एउटा सिम्पली कमेन्ट लेखेँ, भेरिएबल डिक्लेयर। कि कमेन्ट लेख्नै पर्छ त, इट्स योर चोइस, नो प्रब्लम फर द्याट। ओके, सो भेरिएबल डिक्लेयर चाहिँ भयो। अब भेरिएबल डिक्लेयर गर्न म पहिला नै सोच्नुपर्ने हुन्छ कि मेरो प्रोग्राममा चाहिँ कतिवटा भेरिएबल युज हुन्छ, एल युज हुन्छ, बी युज हुन्छ र एरिया युज हुन्छ है। त्यही भएर मैले सिम्प्लिसिटीको लागि इन्ट नै लिए। हुन त पछि तपाईँ फ्लोट लिन सक्नुहुन्छ है, किनकि एल र बीको भ्यालु पोइन्टमा पनि हुनसक्छ, तर अहिले म सिम्प्लिसिटीको लागि इन्ट एल कमा बी कमा एरिया लिए। यो भेरिएबल डिक्लेयर मैले गरिसकेँ। अब आयो मेन फन्डा है। अब सुरुमा चाहिँ मैले लास्ट टाइम के गरेको थिएँ, एल इक्वल टु 3 भ्यालु अलरेडी मैले एसाइन गरिदिएको थिएँ क्या। यो चाहिँ मैले अलरेडी एसाइन गरिदिएको, तर म चाहन्छु यसपालि युजरले दियोस् क्या। लेन्थ र विड्थको भ्यालु चाहिँ युजरले दियोस् न त होइन, युजरलाई हल्का ह्याप्पी पारिदिउँ न त है। त्यसको लागि सुरुमा चाहिँ के गर्छु त, प्रिन्ट एफ गरेर होइन, म प्रिन्ट एफ गरेर है, प्रिन्ट एफ गरेर म के भन्छु, युजरलाई के भन्छु होइन, इन्टर भ्यालु अफ एल अथवा सिम्पली इन्टर एल भन्छु। लेन्थ इन्टर गर न त। सो यो मैले रन गरेँ भने, यसलाई रन गरेँ भने इन्टर एल हुन्छ है। अब यो इन्टर एल देखेर होइन, युजरले यहाँ एलको भ्यालु इन्टर गर्न खोज्छ क्या। अब त्यसको लागि यहाँ चाहिँ युजरले चाहिँ इन्टर एल देखेपछि एलको भ्यालु इन्टर गर्छ, र त्यो एलको भ्यालु जति इन्टर गर्छ नि होइन, त्यसलाई हामी स्क्यान गरेर चाहिँ कम्प्युटरको मेमोरीमा लगिदिन्छु क्या है। सो इन्टर एल भयो। अब युजरले चाहिँ त्यो देखेर इन्टर गर्छ। अब हाम्रो काम चाहिँ के हो त है, स्क्यान गर्ने। स्क्यानले चाहिँ इनपुट लिने गर्छ है। अब एल लेन्थलाई स्क्यान गर्न खोजेको नि, अब लेन्थ कुन किसिमको हो त, इन्टिजर किसिमको हो। इन्टिजरको लागि कुन फर्मेट स्पेसिफायर युज गरिन्छ त, %d युज गरिन्छ। ओके, अब यहाँ कमा दिने, अनि त्यसपछि यो एल भने भ्यारिएबल दिने है। तर स्क्यान गर्दा चाहिँ सुरुमा चाहिँ हामी यो एन्डको साइन दिनुपर्ने हुन्छ क्या, यसलाई M% पनि भनिन्छ। बल्ल गएर चाहिँ यो एल लेख्ने कि एल भेरिएबल है। यो M%ले चाहिँ मेमोरी लोकेसन जनाउँछ क्या। मतलब हाम्रो ऱ्याम हुन्छ नि, ऱ्याममा चाहिँ एक ठाउँमा मेमोरीमा चाहिँ
एल नामको एउटा डब्बा बन्या होला कि ऱ्याममा एउटा है, त्यसको लोकेसनको हामी यहाँ M% दिएर त्यो एल भन्ने एउटा लोकेसन होला कि त्यहाँ गएर हाम्रो भ्यालुहरू बस्छ भन्ने कुरा हो। सो सिम्पली तपाईँले सिम्पली के बुझ्नु, स्क्यान एफ गर्दा चाहिँ यहाँ M% हुन्छ, एन्डको साइन हुन्छ, तर प्रिन्ट एफ हुँदा चाहिँ हुँदैन है प्रिन्ट एफले। ओके, यति भयो है। यसको मतलब के त, जब म रन गर्छु होइन तब चाहिँ इन्टर यल भयो है, अनि त्यसपछि यो देखेर हामी होइन 45 इन्टर गर्छौँ नि। ओके, सो अब यो 45 चाहिँ मेमोरीमा जान्छ क्या। अझ राम्रो बनाइदिउँ, इन्टर यल पछि यस्तो गरेर। ओके, अब राम्रो देखिन्छ है इन्टर यल, अनि त्यसपछि मैले सिम्पली के नम्बर टाइप गरेँ भने हल्का दामी देखिन्छ नि होइन। ओके, त्यसो भयो। अब तपाईँ एल लिनुभयो, अब तपाईँ बीको भ्यालु लिनुहुन्छ। सो एगेन प्रिन्ट एफ गर्नु, सुरुमा चाहिँ युजरलाई भन्नु कि मलाई चाहिँ बीको भ्यालु प्रिन्ट गर भनेर होइन, इन्टर बी है, बी इन्टर यल, फरक नै पर्दैन कि यो कुरा चाहिँ, स्मल क्यापिटल यो कुरा चाहिँ है। बाँकी कुरामा फरक पर्छ, फेरि बाँकी कुरामा फरक पर्छ। म कुन कुरामा फरक पर्छ कुन कुरामा फरक पर्दैन त्यो पनि म पछि भन्नेछु है। इन्टर बी गरेँ, अनि त्यसपछि होइन इन्टर बी भयो, अनि त्यसपछि बीको भ्यालु प्रिन्ट के युजरले हाल्छ, त्यसलाई म स्क्यान गरिदिन्छु कि स्क्यान एफ गर्ने। एगेन यो बी भनेको इन्ट टाइपकै हो, त्यही भएर मैले %b लेखेँ, अनि कमा दिएर मलाई थाहा छ स्क्यान एफको बेला चाहिँ के युज गरिन्छ त, एन्डको युज गरिन्छ, एन्ड युज गरिन्छ होइन। सो मैले बी दिएँ। ओके, यानि कि अब एल र बीको भ्यालु जब युजरले हाल्छ त्यसलाई कम्प्युटरमा पठाइदिइसकेँ है। यो मेरो इनपुट लिइसकेँ क्या। एगेन यहाँ चाहिँ हामीले के गरेको, खासमा यो चाहिँ इनपुट लिएको। अब के गर्ने त, एकदम सिम्पल। बाँकी कुरा चाहिँ प्रोसेसिङ गर्ने, प्रोसेसिङ मतलब क्यालकुलेसन गर्ने होइन। सो सिम्पली त्यसको लागि हेर्नु, मैले एरियाको लागि पनि यही भेरिएबल डिक्लेयर गरिसकेको छु। यहाँ फेरि मैले इन्ट लेखिराख्नु पर्दैन, सिम्पली एरिया स्पेलिङ सेम होस् है, एरिया 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 इक्वल टु एल इन्टु बी गर्दै हुन्छ, एल मल्टिप्लाई बी। ओके, एरिया भयो, अनि त्यसपछि आउटपुट देखाउनु पर्ने हुन्छ प्रिन्ट एफ गरेर एरियाको भ्यालु प्रिन्ट त गराइदिने हो नि एरिया। तर यसरी चाहिँ मिस्टेक भयो है। फर्स्ट अफ अल के मिस्टेक भयो कि प्रिन्ट एफलाई मैले के गरेँ त, कमेन्टमा लेखेँ कुरा त चल्दैन नि कोडमा। सो फर्स्ट अफ अल मैले यहाँ आउटपुट लेख्न खोजेको हो, बल्ल गएर चाहिँ म के गर्छु त, प्रिन्ट एफ होइन। हामी हतारमा चाहिँ एरिया यहाँ चाहिँ प्रिन्ट गराउन खोज्छौँ, त्यो चाहिँ मिस्टेक हुन्छ है। ओके, यहाँ चाहिँ एरिया यसलाई मैले प्रिन्ट गराउन खोजेँ भने यहाँ चाहिँ मिस्टेक हुन्छ क्या। ओके, सो फर्स्ट अफ अल एरिया कुन किसिमको हो त, एरिया चाहिँ इन्टिजर किसिमकै हो, त्यही भएर मैले %d लेखेँ। बल्ल यहाँ कमा दिएर यहाँ चाहिँ प्रिन्टमा चाहिँ हामी एन्डको सिम्बल दिनु पर्दैन, प्रिन्टमा सिम्पली हामी एरिया प्रिन्ट गराइदिन्छौँ। ओके, सो मैले सिम्पली यहाँ गर्न के चाहेँ, एलको भ्यालु होइन 5 रे, बीको भ्यालु 4 रे, अनि 20 आयो क्या। हल्का यसलाई दामी बनाइदिउँ। इन्टर बी पछि हामी यो साइन दिन सक्छौँ, त्यसपछि यो खाली ठाउँ दिए, अनि यहाँ पनि सिधा पर्सेन्टको ठाउँमा चाहिँ बरु एरिया इज %d। ओके, सो एरिया इज अनि यो भ्यालु आउँछ क्या, एरियाको भ्यालु आउँछ, यानि कि एरिया इज 20 भनेर चाहिँ आउँछ, समथिङ लाइक द्याट। ओके, अब बल्ल मैले रन गरेँ भने इन्टर एलको भ्यालु चाहिँ 4 3 दिए भने एरिया इज 12 भनेर आयो है। सो यो तपाईँले बुझिसकेपछि तपाईँले लगभग जस्तो किसिमको प्रब्लम पनि सल्भ गर्न सक्नुहुन्छ है। यहाँ चाहिँ एरिया अफ रेक्ट्याङ्गल नदिएर एरिया अफ ट्रायङ्गल दिन सक्छ, पेरिमिटर अफ रेक्ट्याङ्गल दिन सक्छ, जे पनि दिन सक्छ। बस कुन पार्टमा चेन्ज हुन्छ, यो फर्मुला पार्टमा चेन्ज हुन्छ है। यति हो तपाईँले बुझ्नुपर्ने। जस्तै कि एरिया अफ रेक्ट्याङ्गल भन्दा नि टु फाइन्ड सिम्पल इन्ट्रेस्ट दियो भने के चेन्ज गर्नुपर्छ, बस यहाँ चेन्ज गरिदिने के त, यहाँ के चेन्ज गरिदिने, पी यहाँ टी कमा यहाँ आर कमा यहाँ चाहिँ एसआई, किनकि मलाई थाहा छ मलाई यी भेरिएबलहरूको पछि युज हुनेछ भनेर मैले पहिला नै गरिदिएँ। इन्टर एलको साटो इन्टर पी
अनि सिम्पल इन्टर टी अनि त्यसपछि इन्टर एचडी यही कुरालाई मैले कपी गरेँ अनि इन्टर आर पी है। सो मैले ओके अनि मैले चाहिँ इन्ट सोचेर इन्ट मानेकोले मैले %d लेखेँ। तर इन्टको ठाउँमा यदि फ्लोट भएको भए चाहिँ हामी के गर्थ्यौँ त FLOAT फ्लोट र सबै ठाउँमा चाहिँ हामी के गरिदिन्छौँ %f गरिदिन्छौँ फ्लोटको लागि। अनि फर्मुलामा चाहिँ के हुन्छ त सिम्पली यहाँ फर्मुला चेन्ज गरिदिने हो। SI इक्वल टु के हुन्छ SI इक्वल टु PTR र सबैको डिभाइड बाई 100 हुन्छ है। SI इक्वल टु के हुन्छ इज इक्वल टु P इन्टु T इन्टु R P मल्टिप्लाई T मल्टिप्लाई R अनि सबैको डिभाइडमा 100 त्यसले सबैको गर्नलाई ब्र्याकेटको साइन दिनुपर्ने हुन्छ डिभाइड बाई 100 ओके। अनि अब यो SI छ नि त्यसलाई यहाँ प्रिन्ट गराइदिने SI। अब SI कुन किसिमको हो फ्लोट किसिमको हो त्यही भएर यहाँ चाहिँ %f ओके। यसलाई मैले रन गरेँ भने एक दुईवटा ठाउँमा प्रब्लम चाहिँ होला त्यो चाहिँ हेरिदिउँ। युज अफ अनडिक्लेयर ओके छ त कतिमा 16 मा 19 मा र 22 मा चाहिँ मेरो चेन्ज मिस्टेक छ है। 16 मा यहाँ L को ठाउँमा के त P यहाँ चाहिँ T अनि यहाँ चाहिँ R ओके। अब बल्ल मेरो कोड रन हुन्छ। सो P को भ्यालु सपोज मैले 3000.5 दिए, T को भ्यालु 4.5 दिए, R को भ्यालु 1.2 दिए फ्लोटमा अनि एरिया इज यति आयो। एरिया इज भन्दा नि मलाई चाहिँ के चाहियो त सिम्पल इन्ट्रेस्ट इज SI इज यति आयो है। सो अब मेरो कोड रन हुन्छ र मजाले सबै काम गर्छ। यसरी तपाईँ म्याथको जुनसुकै फर्मुलालाई चाहिँ कोडमा चेन्ज गर्न सक्नुहुन्छ है। सो यो भिडियो लङ भए पनि तपाईँ 2x को स्पिडमा हेर्न सक्नुहुन्छ। ओके सो दिस वाज फर दिस भिडियो। सी यू नेक्स्ट भिडियो।